हेलो साथीहरू, वेलकम ब्याक माई मिनी भ्लग। आज चाहिँ मेरो साथीको बिहे छ नि त नजिकै, अनि त्यसको लागि रेडी भयौँ अनि एकछिन फोटोसोटो खिच्यौँ। हामी लाग्यौँ खुन्दारीतिर। खुन्दारीमा अलिकति गिफ्ट किन्नु थियो, गिफ्टहरू किन्यौँ। अनि मेरो चाहिँ स्कुटीको पछाडिको टायरमा हावा पनि कम्ती थियो, अनि हावा भर्नको लागि एकछिन रोकिएको थिएँ। त्यहीँ भेनाजु ठ्याक्कै भेट भएर कार्ड पनि दिनुभयो बिहेको। यहीँ नजिकै मेरो साथीको बहिनीको बिहे छ नि त भोलिको, आजै निम्तो आयो। अनि हामी यता बिहे घरतर्फ लाग्यौँ। ठ्याक्क जन्ती पनि आइपुग्नु भएको रहेछ, अनि हामीभन्दा अलिकति अगाडि। अनि एकछिन उत्रेर लुगाहरू मिलायौँ, अनि एकछिन फोटोसोटो खिच्यौँ। अनि मात्र भित्रतर्फ लाग्न खोज्दै थियौँ, भिड भइरहेको थियो। अनि एकछिन भिड कम भएपछि हामी भित्रतर्फ लाग्यौँ। अनि मेरो अर्को साथी अनितासँग पनि भेट भयो धेरै वर्षपछि, अनि रमाइलो गफ गऱ्यौँ। अनि ठ्याक्क स्वयम्वर गर्ने बेला भएको रहेछ, र मेरो साथीको स्वयम्वर पनि भयो। मेरो बेबी चाहिँ भोक लाग्यो भन्न थाल्यो र उसलाई के खुवाउन थालेँ। अनि त्यसपछि यता गोडा धुने बेला भएको रहेछ, अनि यति धेरै भिड लागिरहेको थियो। मैले पनि त्यही भिडमा गएर गिफ्टहरू दिएँ। अनि मेरो बेबी नाच्न थालिन् र एकछिन नाचिन्। त्यसपछि हामी यता खानातर्फ लाग्यौँ। अनि खाना खाइसकेर एकछिन बस्यौँ, गफसफ गऱ्यौँ। त्यसपछि हामी घर फर्क्यौँ। ओके साथीहरू, बाई बाई।